पहिला दुवै हातलाई बुढ्यौलाभित्र राखेर मुठी बनाएर छातीमा राख्नुहोस्। त्यसपछि खुट्टाको दुवै औँलाहरूको मद्दतले बिस्तारै दौड्न थाल्नुहोस्। बिस्तारै गतिलाई बढाउँदै त्यसपछि अगाडिका दुवै खुट्टालाई छातीतर्फ लाँदै आफ्नो गतिलाई बढाउनुहोस्। केही समयपछि गति घटाउँदै दुवै खुट्टाको कुर्कुच्चोलाई पछाडि खुट्टातर्फ हिप रिजनतिर लाउँदै दौड्नुहोस्। बिस्तारै गतिलाई घटाउनुहोस्। अब दायाँ खुट्टा र बायाँ खुट्टालाई आफ्नो आफ्नो डिरेक्सनतिर बनाएर हातले छुँदै दौड्नुहोस्। बिस्तारै गतिलाई घटाउनुहोस् र दुवै खुट्टालाई फट्याएर बुढामा हात राखी नाकबाट लामो गहिरो सास लिँदै मुखबाट फाल्नुहोस्। त्यसपछि खुट्टा फटाएकै अवस्थामा दुवै हातलाई छातीमा राखी सास बाहिर लिँदै बाहिरतर्फ र सास छोड्दै भित्र, सास लिँदै छोड्दै यो क्रमलाई छिटो छिटो दोहोऱ्याउनुहोस्। यसपछि अब दायाँ हातलाई दायाँ खुट्टातर्फ छुँदै बायाँ हत्केलातर्फ हेर्ने, माथि जाँदा सास लिने र तल आउँदा सास छोड्ने। अब दायाँ हातलाई बायाँ खुट्टातर्फ र बायाँ हातलाई दायाँ खुट्टातर्फ लाँदै हातको गति र शरीरको हातको खुट्टाको गति र शरीरबाट त्यो ब्रिदिङ र इन र आउटलाई गतिलाई मिलाउनुहोस्। फास्ट नै गर्नुपर्ने हुन्छ यो। त्यसपछि बिस्तारै दुवै हातलाई सास लिँदै पछाडितर्फ र सास छोड्दै अगाडितर्फ। यो क्रमलाई यही रोक्नुहोस् र बिस्तारै शवासन गर्नुहोस्। यो गरेको थकानपछि अर्को एक्सर्साइजमा जम्प नगर्ने, बिचमा यसो ब्रिदिङ नर्मल डिप खालको गर्दै छोड्दै शवासनमा आयो। सूर्य नमस्कारको लागि सूर्य जुन डिरेक्सनबाट आएको हुन्छ त्यही डिरेक्सनमा गरेपछि रिलिजन वाइज पनि ग्रिटिङ जस्तो नि हुन्छ। अनि हाम्रो मोस्टली 12 स्टेपमा हुन्छ। फर्स्टमा 12 स्टेप सकिन्छ भने ब्रिदिङसँग मिलाएर गर्नु होला। नमस्कार आसन, हस्त उत्थान आसन, तादहस्तान आसन, अश्वसञ्चालन आसन, पर्वतासन, अष्टाङ्ग नमस्कार आसन, भुजङ्गासन, पर्वतासन, अश्वसञ्चालन आसन, उत्थान आसन, नमस्कार आसन। यसमा चाहिँ नर्मल, यसमा चाहिँ ब्रिदिङ नर्मल नै हुन्छ। पछाडि जाँदा सास लिने, छोड्ने, सास लिने, छोड्ने। यसमा नर्मल ब्रिदिङ, सास लिने, सास छोड्ने, सास लिने, सास छोड्ने, सास लिने, छोड्ने, नर्मल ब्रिदिङ। सूर्य नमस्कार भयो। त्यसपछि हामी सिम्पल ब्रिदिङ एक्सर्साइजहरूमा पनि जान सक्छौँ। पहिला आफू सिधा स्थिर भएर बस्ने, दुवै हातलाई आफ्नो छातीको तहमा राख्नुहोस्। सास लिँदै बाहिरतर्फ एक्सप्यान्ड हुनुहोस् बिस्तारै र सास छोड्दै बिचतर्फ आउनुहोस्। यो गर्दाखेरि हजुरको फेसमा स्माइल हुनुपर्छ।
अब यो यता आफ्नो हात काँधको तहमा भयो भने यसैलाई हात इन्टरलक गरेर पहिला छातीमा सास लिँदै बाहिरतर्फ सास छोड्दै आफूतिर यो दुईटा भयो। यो बिस्तारै गर्नु होला। पछि त्यही हात इन्टरलककै अवस्थामा सास लिँदै माथि छोड्दै शिरमा लिँदै माथि। यो कि ब्रिथिङ एक्सर्साइज हो। त्यसपछि सुखासनमा आउनुहोस्। सुखासनमा अनुलोम विलोमको लागि नासिका मुद्रा प्रयोग गर्नुहोस्। महिलाहरूलाई लेफ्ट नोस्ट्रिलबाट सुरु गरेकै राम्रो। दुवै औँलालाई फोल्ड गर्ने बिचको यो दुईटा औँलालाई। त्यसपछि थम र हाम्रो रिङ फिङ्गर युज हुन्छ। अर्को हातलाई ज्ञान मुद्रामा हुन्छ। थमले स्टार्ट गरेर लेफ्ट नोस्ट्रिलबाट सास लिने, त्यसलाई बन्द गरेर अर्को नोस्ट्रिलबाट सास फ्याँक्ने, जुनबाट फ्याँकेको थियो त्यसैबाट फेरि लिने अनि अर्कोबाट छोड्ने। सास लिएको ब्रिथ इन गरेको भन्दा ब्रिथ आउटको समय झन् ढिला गरेको झन् राम्रो। त्यसपछि प्राणायामपछि हामीले गर्न सक्छौँ कपालभाती, तर अब प्रब्लम छ भने कपालभाती गर्नु परेन। त्यसपछि नाडी शुद्धि, अनुलोम विलोम चाहिँ यो सबै प्राणायामभित्र सबै नै पर्छ। तर हामीले राइट नोस्ट्रिललाई सूर्य नाडी, हाम्रो शरीरमा हुन त धेरै नाडी हुन्छ, मोस्टली ब्यालेन्स गर्नको लागि एनर्जीको लागि हामीले रेगुलेट गर्न सक्ने चाहिँ राइट नोस्ट्रिलबाट हामीले सूर्य नाडीलाई एक्टिभेट गर्न सक्छौँ। लेफ्ट नोस्ट्रिलबाट चाहिँ चन्द्र नाडीलाई एक्टिभेट गर्न सक्छौँ। सूर्य नाडी सूर्य जस्तै काम गर्छ, हामीलाई एक्टिभेट गर्ने, एनर्जाइज गर्ने, सिम्पेथेटिक नर्भस सिस्टमलाई स्टिमुलेट गर्ने खालको काम हुन्छ। त्यही भएर कहिले एकदम लेथार्जी फिल हुन्छ, विकनेस, गर्न मन नलाग्ने, अल्छी, त्यस्तो बेलामा हामीले जस्ट राइट नोस्ट्रिलबाट सास लिने, छोड्ने, लिने, छोड्ने, कम्तीमा 5 मिनट जति गरेको राम्रो, त्योभन्दा बढी कम हजुरको इच्छा। त्यसपछि लेफ्ट नोस्ट्रिलबाट अब कुनै बेला हजुरलाई एकदम रस भएको जस्तो, माइन्डहरू धेरै दौडेको जस्तो, अलिकति कामनेसको कमी हुन्छ नि, आफूलाई काम डाउन गर्ने बेलामा चाहिँ लेफ्टबाट लिने, लेफ्टबाट छोड्ने, लेफ्टबाट लिने, लेफ्टबाट छोड्ने 5 मिनटको समयसम्म गर्न सकिन्छ। त्यसपछि हामी भस्त्रिका गर्न सक्छौँ। भस्त्रिकामा हामीले चाहिँ दुवै हातलाई आफ्नो काँधको तहभन्दा माथि राख्ने। जब हात बाहिर जान्छ, ब्रह्माण्डबाट हामीले कस्मिक एनर्जीबाट पोजिटिभ एनर्जी आफूतिर लिइरहेछौँ अनि आफूले नाकबाट, मुखबाट होइन कि नाकबाट फोर्सफुल्ली एक्सपेल आउट गर्ने। के एक्सपेल आउट गर्ने भन्दाखेरि नेगेटिभ एनर्जी, पोजिटिभ एनर्जी लिँदै नेगेटिभ एनर्जी एक्सपेल आउट गर्ने। यो ढिला गरेको भन्दा चाँडै जति गर्न सक्नुहुन्छ उति राम्रो। आफू नथाक्दासम्म कन्टिन्युअस स्पिडमा गर्नु होला। त्यसपछि हामी भ्रामरी गर्न सक्छौँ। भ्रामरीमा दुवै बुढी औँलालाई कानमा बन्द गर्ने, बाँकी रहेको औँलालाई फोरहेड र आँखामा प्रयोग गरेर लामो गएर सास लिने अनि मकारको उच्चारण गर्ने। यस्तो हजुरले 5 मिनट जति गर्न सक्नुहुन्छ। यसबाहेक केही आसनहरू छन्, आसनहरू त पर्दैन होला। सर्वाङ्ग आसन, पहिला शिथिल दण्डासनमा आउनुहोस् अथवा शवासनमा आउँदा पनि हुन्छ। दुईटा हातले यो एल्बोको मदद तलतिर राख्ने अनि हातले सपोर्ट लिने हिप रिजनमा, दुईटा बिस्तारै फोल्ड गर्ने। यो चाहिँ लास्टमा गर्ने हो कि फर्स्टमा सबै कुरा गरेको अनुलोम विलोमहरू अनि आसनहरू प्राणायामभन्दा अगाडि गरेको राम्रो। यो आसन चाहिँ गर्ने हजुर, पहिला आसन भनेको पहिला बडीलाई कन्ट्रोल गर्ने, त्यसपछि माइन्डलाई कन्ट्रोल गर्ने। लास्टमा प्राणायामबाट एन्ड गर्ने। आसनले फोकस गर्छ बडीको स्ट्रेन्थलाई, बडीको स्टेबिलिटीलाई। अब जब हामीले त्यो आसनलाई कन्ट्रोल गर्छौँ अनि मात्रै नेक्स्ट स्टेप आउँछ प्राणायाम, अनि माइन्डलाई कन्ट्रोल गर्नतर्फ। योहरू चाहिँ अब जुन पनि हेड, हाम्रो नर्मल ग्राभिटीमा त हेड माथि नै हुन्छ नि त। जुन कुनै पनि आसनहरू जहाँ हेडको डाउनवार्ड सिफ्टिङ छ, त्यहाँ ब्लड सर्कुलेसनहरू बढाएर, चाहे हामीले यतिकै यस्तो गरेर बस्यौँ नि, यो निधार त्यो जमिनतर्फ यो शिर नजिक छ भने हामीलाई अलिकति काम डाउनमा गर्नमा चाहिँ हेल्प पर्छ। त्यसबाहेक अरू कुन आसन त आफ्नो बडी प्रिफरेन्स अनुसार गर्न सकिन्छ। अरू मैले हजुरको त्यो कागजमा लेखिदिएको छु धेरै जस्तो कुराहरू। कागज त दिनुभयो मलाई? त्यो दिएकै छैन। यो बन्द गर्नुहुन्छ